दर्शक नमस्कार। गाउँ रमाइलो चुनावमा सम्पूर्णलाई स्वागत छ। यति बेला म अरखाँची पाडने 2 रयलेमा छु र अहिलेको मकैहरूमा धेरै नै क्षति गरेको छ किराले। गोबर किरो लागेको छ। दर्शकबिनहरू देख्न सक्नुहुन्छ है। हजुर गोबर किरो लाएर मकैलाई धेरै क्षति गरेको छ। अहिले लाखौँको क्षति गरेको छ सबैको मकैहरूमा देख्न सक्नुहुन्छ है। दर्शकबिनहरू यस्तो किरोले लागेको छ। त्यहाँ देख्नुहोस् त पातहरू काटेर किरोले सताएको छ। देख्न सक्नुहुन्छ गोबर लागेको छ। छरेको बेलामा पानी आएर माटो गुम्बामा पस्यो भने गोबराले खान्छ भन्ने थियो। देख्न सक्नुहुन्छ सबै मकैहरूको धेरै नै देख्दा त राम्रो देखिएको छ, तर धेरै नै किरो खाएको छ। दर्शकबिनहरू देख्न सक्नुहुन्छ है। दर्शकबिनहरूले ल्यान्स म हजुरलाई देखाइरहेको छु। ल्यान्स गोबराले कस्तो किरो खाएको लागेको छ। ल्यान्स सबै टुप्पाहरू भ्याएको छ। दर्शकबिन यो जताततै तपाईँको अरखाँचीमा जताततै क्षति गरेको छ। लाहेन्स दर्शकबिनहरू धेरै नै क्षति पारेको छ। हाम्रो यो पाडने 2 अरखाँची धेरै नै लाखको नोक्सान बस्छ। जताततै मकैहरू त देख्न सक्दा राम्रो छ, तपाईँको धेरै नै क्षति गरेको छ है गाइस। ल हेर्नुहोस् त कति धेरै नै नोक्सान गरेको छ। हजुरलाई देखाएको छु। यो भित्र दबाईहरू औषधिहरू धेरै गर्नुपर्छ, भए पनि लागेको छैन। लाइनले भित्रभित्र किरा खान टुप्पाहरू पनि खाएको छ। लाइन्स त जताततै मकैहरूको चाहिँ पातहरू पनि देख्न सक्नुहुन्छ यस्तो क्षति गरेको छ। धेरै छ टुप्पाहरू। यता हेर्नुहोस् ल्यान्स यहाँ किरा लागेको ल्यान्स माटोहरू यस्तो धेरै नै क्षति गरेको छ है। ल्यान्स त किरा छ जताततै पुरा खराब छ। धेरै नै नोक्सान गरेको छ। दर्शकबिनहरू किसानहरूले यसलाई जहिले पनि निराशाको मोड देख्न पर्छ।